+2 सक्यो, अब फर्दर स्टडीको लागि के गर्ने त? नेपालमै बसेर पढ्ने कि विदेश जाने? यो डिसिजनले तपाईँको 3-4 वर्ष मात्र होइन, तपाईँको डेकेड नै डिफाइन गर्छ, तपाईँको लाइफ नै डिफाइन गर्छ। सो इफ युआर वान अफ दोज पिपल हु आर इन दिस डिलेमा कि +2 पछि अब ब्याचलर्स पढ्नलाई नेपालमै बस्ने कि विदेश जाने भनेर वाच दिस भिडियो, बिकज एट द एन्ड अफ दिस भिडियो आई एम गोना प्रमिस यु दैट यु विल बी क्रिस्टल क्लियर कि तपाईँले कुन डिसिजन लिँदा बेस्ट हुन्छ भनेर। लेट्स इमेजिन दैट टु फ्रेन्ड्स, एउटाको नाम चाहिँ सुजल फ्रम धनगढी अनि अर्कोको नाम चाहिँ आयुष फ्रम पोखरा। दे आर भेरी गुड फ्रेन्ड्स होइन। दुईटैले +2 सकाए। सुजलको घरमा र आयुषको घरमा चाहिँ सिचुएसन अलि सेम खालकै छ, तर अलिकति डिफ्रेन्ट छ। सुजलको घरमा चाहिँ के डिसिजन लिनुभयो भन्दाखेरि चाहिँ सुजललाई अब +2 पछि ब्याचलर्स नेपालमै पढाउने, CSIT, BBA, whatever course there is in Nepal, one of those courses नेपालमै पढाउने भनेर डिसाइड गर्नुभयो भनेपछि आयुषको घरमा चाहिँ के डिसिजन लिनुभयो भन्दाखेरि आयुषलाई अस्ट्रेलिया पठाउने। सो प्यारेन्ट्सले चाहिँ के डिसाइड गर्नुभयो भन्दाखेरि चाहिँ हामी लोन लिन्छौँ, ब्याङ्कमा हाम्रो जग्गा राखिदिन्छौँ र रिलेटिभसँग पनि पैसा मागेर 40-50 लाख 30-40 लाख कति चाहिन्छ अस्ट्रेलिया पढ्नलाई, आयुषलाई चाहिँ अस्ट्रेलिया पठाउँछौँ भनेर सोच्नुभयो। एन्ड वाइ एम आई टेलिङ दिस स्टोरी भनेर भन्दाखेरि चाहिँ बाई द एन्ड अफ दिस भिडियो यु गेट टु नो कसको डिसिजन बेटर थियो, आयुषको कि सुजलको। If I have to categorize this whole video, I'm going to categorize this video into 4 categories. पहिलो भनेको चाहिँ पैसा, दोस्रो भनेको चाहिँ करियर, तेस्रो भनेको चाहिँ इमोसन र फोर्थ क्याटेगोरी भनेको चाहिँ डिसिजन फ्रेमवर्क द्याट विल डिफाइन कि वाट्स द बेस्ट भनेर। ओके, सो फर्स्ट क्याटेगोरी पैसा। एउटा कुरा चाहिँ के बुझ्नुपर्छ भनेर भन्दाखेरि नट जस्ट ह्युमन लिभ नेपाल एन्ड गो अब्रड, ह्युमन्स विथ देयर मनी गो अब्रड। वाइ? US, क्यानाडा, जहाँ ट्युसन कस्ट नै $15,000 to $40,000 छ र लिभिङ कस्ट $10,000 to $20,000 छ। अस्ट्रेलिया, युकेको कुरा गर्दाखेरि चाहिँ $15,000 अस्ट्रेलियन डलर्स और पाउन्ड्सदेखि लिएर $30,000 अस्ट्रेलियन डलर्स और पाउन्ड्स खर्च हुन सक्छ ट्युसन फीमा, प्लस रेन्ट, इन्स्योरेन्स, फुड, ट्रान्सपोर्टको अलग खर्च छ। इफ यु चुजिङ युरोप र जर्मनी जस्तो कन्ट्री चुज गर्दै हुनुहुन्छ भनेपछि चाहिँ तपाईँको ट्युसन फी लाग्दैन, ट्युसन फी फ्री हुन्छ, तर तपाईँले ब्लक एमाउन्टमा पैसा राख्नुपर्ने हुनसक्छ जुन चाहिँ €12,000 हुन्छ। र जर्मनीमा पनि तपाईँको लिभिङ एक्सपेन्सेस, तपाईँको फुड, तपाईँको रेन्ट, तपाईँको इन्स्योरेन्स, सेमेस्टर कन्ट्रिब्युसनको पैसा त दिनु परिहाल्यो। सो रियलिस्टिक वेमा हेर्दाखेरि चाहिँ अब सबैको त यो केसमा हुँदैन, तर मोस्ट अफ द नेपालीको केसमा चाहिँ के हुन्छ भन्दाखेरि इदर जग्गा या घर लोनमा राख्नु पर्यो या रिलेटिभसँग पैसा माग्नु पर्यो होइन, त्यो पनि इन्ट्रेस्टमा पैसा माग्नु पर्यो, जस लोन निकाल्नु पर्यो जो चाहिँ तपाईँले इन्ट्रेस्ट तिर्नु पर्न सक्छ। अन दि अदर ह्यान्ड तपाईँले नेपालमै ब्याचलर्स पढ्नुभयो भनेपछि चाहिँ तपाईँको ट्युसन फी सस्तो हुने भयो अभियसली नेपालमा होइन, तपाईँले फ्यामिलीसँगै बस्नु पाउनुहुन्छ, एउटा अप्सन छ। त्यसले गर्दाखेरि चाहिँ रेन्ट अलिक कम होला, नेपालमै बसे पनि रेन्ट अलिकति कम दिनुहुन्छ तपाईँले, र तपाईँको ट्राभल फुडमा अलिकति कम पैसा खर्च हुन्छ विदेश हेरिकन। आम जस्ट टकिङ अबाउट तपाईँले ब्याचलर पढुन्जेलसम्ममा खर्च कहाँ बढी हुन्छ होइन, जो चाहिँ नेपालमा कम र विदेशमा धेरै छ। नाउ लेट्स टक अबाउट सेकेन्ड टपिक, करियर। सो विदेशमा तपाईँले पढ्नुभयो भनेपछि तपाईँको सिभी राम्रो हुन्छ, सिभीमा तपाईँको विदेश लेखेर आउने भयो होइन, जुन कन्ट्रीमा पढ्नुभयो त्यो कन्ट्रीको तपाईँले सर्टिफिकेट पाउनुहुन्छ, विच इज अमेजिङ। तपाईँलाई इन्टरनेसनल टिचरहरूले पढाउँछ, तपाईँले इन्टरनेसनल साथी बनाउनुहुन्छ, तपाईँको मोडर्न ल्याब्स देख्नुहुन्छ, इन्फ्रास्ट्रक्चर एकदमै हाई छ विदेशमा। सो तपाईँले त्यो लेभलमा चाहिँ एक्सपोजर पाउनुहुन्छ बाहिर पढ्नुभयो भने चाहिँ। र पढिसकेपछि पनि मोस्ट अफ द कन्ट्रीजले तपाईँलाई पोस्ट वर्क भिजा दिन्छ, जुन टाइम फ्रेममा चाहिँ तपाईँले जब खोज्न सक्नुहुन्छ, तपाईँले आफ्नो रिलेटिभ फिल्डमा, जसले गर्दाखेरि तपाईँले इभेन्चुली आफ्नो करियरलाई त्यही कन्ट्रीमा अगाडि बढाउन सक्नुहुन्छ र त्यही काम गर्न सक्नुहुन्छ। त्यो चाहिँ एउटा मेजर बेनिफिट हो बाहिर पढ्नुको। यो बेनिफिटहरू चाहिँ तपाईँले पाउनुहुन्छ विदेशमा पढ्नुभयो भने करियर क्याटेगोरीमा। तर प्रब्लम के हुन्छ त, तपाईँले पार्ट टाइम जब गर्नुपर्ने हुन्छ होइन, तपाईँले नेपालमा जस्तै घरै बसेर या कामै नगरेर पढ्छु भनेर भन्न पाउनु हुँदैन, तपाईँले एक्स्ट्रा काम गर्नै पर्छ होइन। त्यसले गर्दाखेरि चाहिँ तपाईँको करियरमा इम्प्याक्ट कसरी गर्छ भन्दाखेरि तपाईँले पढाइमा त्यति ध्यान दिन सक्नु हुँदैन। जति चाहिँ तपाईँले फुल फोकस पढाइमा दिनुभएको थियो भने आफ्नो रिलेटेड फिल्डमा तपाईँले त्यति नलेज गेन गर्न सक्नु हुँदैन, बिकज तपाईँले एक्स्ट्रा काम गर्नुपर्ने हुनसक्छ, गर्नै पर्छ भन्नु खोजेन तर गर्नुपर्ने हुनसक्छ। तपाईँले डेलिभरीको काम, तपाईँले होटलमा काम, तपाईँले वेयर हाउसमा काम, जो चाहिँ स्टुडेन्टले गरि नै रहेको हुन्छन्, यो चाहिँ तपाईँले गर्नुपर्ने हुनसक्छ। त्यसले गर्दाखेरि तपाईँको करियरमा इम्प्याक्ट पर्छ, बिकज तपाईँको एजुकेसनमा तपाईँले फुल फोकस दिन पाउनु हुँदैन। अर्को भनेको चाहिँ ल्याङ्ग्वेज ब्यारियर। तपाईँले ल US UK जानुभयो भने पनि तपाईँले इङ्ग्लिसमा तपाईँको कमान्ड त्यो लेभलको त हुँदैन छ, राम्रो हुन्छ नेपालीहरूको इङ्ग्लिस राम्रो छ, तैपनि तपाईँलाई इनिसियली फ्रिक्सन त आउँछ होइन। इफ तपाईँ युरोपमा आउनुभयो जहाँ चाहिँ इङ्ग्लिस इज नट देयर फर्स्ट ल्याङ्ग्वेज भने चाहिँ तपाईँलाई झन् गाह्रो हुन्छ, बिकज यु हेभ टु हेभ दिस युल गेट दिस ल्याङ्ग्वेज ब्यारियर, जहाँ चाहिँ तपाईँले एक्स्ट्रा ल्याङ्ग्वेज सिक्नुपर्ने हुन्छ, जसले गर्दाखेरि पनि तपाईँको करियरमा इम्प्याक्ट गर्छ। मोस्ट अफ द नन इङ्ग्लिस स्पिकिङ कन्ट्रिजमा चाहिँ उहीँको भाषा बोल्ने मान्छेलाई करियरमा प्राथमिकता दिन्छ रादर देन समन हु डोन्ट स्पिक द ल्याङ्ग्वेज। र नेपालमा पढ्नेहरूलाई चाहिँ के फाइदा छ,
तपाईँको ल्याङ्ग्वेज ब्यारियर भएन, नेपालमा त नेपाली नै बोलेर हुन्छ नि, तपाईँलाई कम्युनिकेट गर्न सजिलो हुन्छ, तपाईँलाई डे टु डे लाइफ बाँच्न सजिलो हुन्छ। अर्को फाइदा भनेको चाहिँ तपाईँले त्यति फाइनेन्सियल प्रेसर हुँदैन विदेशमा जस्तो। तपाईँलाई यु क्यान सिट ब्याक, रिल्याक्स, थिङ्क अबाउट थिङ्स, मेक डिसिजन्स। त्यस्तो हतारमा पढाइ बिगारेर एक्स्ट्रा काम गर्नुपर्ने अवस्था पनि आउँदैन नेपालमा, होइन। सो तपाईँले चाहिँ के गर्न सक्नुहुन्छ, साइमल्टेनियसली आफ्नो स्किल डेभलप गर्न सक्नुहुन्छ, आफ्नो एक्स्ट्रा नलेज तपाईँले लिन सक्नुहुन्छ, तपाईँले आफ्नै फिल्डमा केही प्रोजेक्ट बनाउन सक्नुहुन्छ, जसले गर्दाखेरि चाहिँ तपाईँलाई लेभरेज दिन्छ इभेन्चुअली आफ्नै फिल्डमा केही गर्ने, जुन चाहिँ विदेशमा तपाईँले पाउनु हुँदैन, बिकज तपाईँले आफ्नो टाइम, पढाइको टाइम अरू जब गरेर बिताइराख्नु भएको हुन्छ। तर घाटा के छ त नेपालमा पढेको भन्दाखेरि एजुकेसन त्यो लेभलको छैन विदेश जस्तो। तपाईँको लेक्चरर, तपाईँको प्रोफेसरहरू त्यो लेभलको खतरनाक नहोलान्, तपाईँलाई बेसिक कुराहरू पढाउलान्, तपाईँको कोर्स हाम्रो अपडेटेड छैन। धेरै प्रब्लम छ नेपालमा एजुकेसन लेभलको, जो हामीलाई थाहा नै छ। अर्को प्रब्लम भनेको तपाईँको स्याचुरेटेड मार्केट, तपाईँको पोलिटिकल अनस्टेबिलिटी, तपाईँको जब पाउने अवसरहरू कम छ नेपालमा, होइन। जुन चाहिँ विदेशमा अलिकति आफ्नो फिल्डमा तपाईँले राम्रो गर्नुभएको छ भने धेरै छ, विच इज चेन्जिङ दिस डेज, बट स्टिल इट्स अ प्रब्लम इन नेपाल। त्यही भएर नै मान्छेहरू नेपाल छोडिरहेको हो नि त। वान अफ द मेजर रिजन्स मान्छेले नेपाल छोड्नु भनेको करियरमा या आफ्नो प्रोफेसनमा आफूले सोचे जस्तो हुँदैन, पैसा कमाइँदैन, जब पाउन गाह्रो छ, जब पाए पनि कम स्यालेरी छ भन्ने प्रब्लमले नै मान्छेले छोडिरहेको छ नि त। त्यो एउटा मेजर घाटा हो तपाईँले नेपालमा पढ्नुभयो भनेपछि। तर किप इन माइन्ड द्याट आइ एम टकिङ अबाउट आफ्टर यु ग्रेजुएट, होइन। आम नट टकिङ अबाउट पढुन्जेलको कुरा। पढुन्जेलसम्म त पढाइको कुरा छ, जो चाहिँ मैले फर्स्ट पोइन्टमा गरिसकेँ। पढाइको स्तर अलिकति कम छ बाहिरको भन्दा। नाउ द थर्ड क्याटेगोरी विच इज द मोस्ट इम्पोर्टेन्ट फर मी, आई थिङ्क, इज इमोसन। आई नो नेपालबाट सुन्दाखेरि चाहिँ यो वर्थलेस जस्तो लाग्छ, तर ट्रस्ट मी, वेन यु हेभ अ मेन्टल ब्रेकडाउन, तपाईँले जति पैसा कमाएको भए पनि, तपाईँले जति सेभिङ गरेको भए पनि, तपाईँको मेन्टल ब्रेकडाउन भयो, तपाईँलाई मेन्टल प्रब्लम भयो भनेपछि तपाईँको त्योभन्दा पनि बढी खर्च हुन्छ र यु क्यानट बी नर्मल अगेन। त्यही भएर चाहिँ यो चाहिँ मोस्ट इम्पोर्टेन्ट टपिक हो, त्यही भएर ध्यान दिएर सुन्नु होला। रिसर्चले के भन्छ भन्दाखेरि चाहिँ बाहिर गएर पढ्ने स्टुडेन्टहरू, इन्टरनेसनल स्टुडेन्टहरूले चाहिँ लोनलिनेस, होइन, आइसोलेसन र समटाइम्स रेसिजम पनि फेस गर्नुपर्छ, जसको इफेक्ट चाहिँ डाइरेक्टली मेन्टल हेल्थमा पर्छ। अस्ट्रेलिया जस्तो देशमा बाहिरबाट आएको स्टुडेन्ट्स र लोकल स्टुडेन्ट्सको वेलबिङलाई कम्पेयर गर्दाखेरि चाहिँ इन्टरनेसनल स्टुडेन्ट्सको वेलबिङ चाहिँ एकदमै लो देखिएको छ त्यहाँको लोकल भन्दा। जसले चाहिँ के देखाउँछ भन्दाखेरि इन्टरनेसनल स्टुडेन्ट्स हु आर स्टडिङ अब्रड आर लोनली, स्ट्रेस्ड एन्ड दे हेभ लट अफ मेन्टल प्रेसर। म भनिरहेको छु अहिले नेपालमा तपाईँले यो कुरा नर्मल लागिरहेको होला, होइन, तर एक्चुअली आँखा चिम्म गर्नु अनि सोच्नु क्या, तपाईँ एउटा कम्प्लिटली न्यू कन्ट्रीमा हुनुहुन्छ जहाँ तपाईँलाई कसैले पनि चिन्दैन। तपाईँसँग तपाईँले अब के गर्नु छ, नयाँ ठाउँ छ, नयाँ ल्याङ्ग्वेज छ, नयाँ मान्छेहरू छ, नयाँ कल्चर छ, कलेजको प्रेसर, तपाईँको युनिभर्सिटीको प्रेसर, तपाईँको कामको प्रेसर, यस्तो प्रेसर तपाईँले धान्न सक्नुहुन्छ त जहाँ तपाईँको कोही पनि छैन, तपाईँलाई केही पनि थाहा छैन त्यो कन्ट्रीको बारेमा। इट्स प्रिटी डिफिकल्ट एन्ड सम वान हु जस्ट ग्रेजुएटेड फ्रम देयर हाई स्कुल +2 पास गर्नुभएको छ, तपाईँको त्यो इमोसनल मेच्योरिटी पनि त्यो लेभलको पुगेको हुँदैन कि जो तपाईँले यो सिचुएसनहरू ह्यान्डल गर्न सक्नुहोस्। तपाईँको फेस्टिभलमा होम सिकनेसहरू आउन सक्छ, तपाईँको पैसा कमाउनलाई एकदमै तनाव हुन्छ, तपाईँले दौडधुप धेरै गर्नुपर्छ, निन्द्रा पुग्दैन मान्छेहरूको, होइन। अनि त्यसले गर्दाखेरि चाहिँ तपाईँको अब नेक्स्ट सेमेस्टरको पैसा जुटाउनु पर्ने हुन्छ, घरमा पैसा पठाउनु पर्ने हुन्छ, त्यसले गर्दाखेरि चाहिँ एकदमै नकारात्मक इम्प्याक्ट परिरहेको हुन्छ कि मेन्टल वेलबिङमा। र ब्याचलर्स पढ्न आएको स्टुडेन्ट्सहरूलाई चाहिँ स्पेसली त्यो ह्यान्डल गर्न कति गाह्रो हुन्छ। प्लिज कमेन्ट डाउन बिलो तपाईँलाई 3टा क्याटेगोरी मैले जुन डिफाइन गरेँ त्यसमा चाहिँ तपाईँलाई सबसे ठुलो इम्प्याक्ट पर्ने कुरा तपाईँको लागि के हो, पैसा, करियर कि यो इमोसनल वेलबिङ, होइन। मलाई प्लिज कमेन्ट डाउन बिलो सो आई क्यान नो वाट माई अडियन्स इज लुकिङ फर अर वाट दे आर थिङ्किङ इज द हाइएस्ट प्रायोरिटी भनेर, है त। प्लिज डोन्ट फर्गेट टु कमेन्ट द्याट बिलो। Now let's talk about framework. This framework will let you decide कि तपाईँले विदेशमा बसेर पढ्ने कि नेपालमै पढ्ने भनेर, है त। सो I'm gonna categorize into 3 parts यो करियर फ्रेमवर्कमा, टाइप A, टाइप B र टाइप C। टाइप A इज सपोर्टेड एन्ड प्रिपेयर्ड। यो भनेको चाहिँ के भन्दाखेरि वान अफ दोज पिपल जो चाहिँ एकाडेमिकली एकदमै स्ट्रङ छ, होइन, दे नो वाट दे वान्ट टु स्टडी, दे हेभ अ पाथ इन देयर माइन्ड। एडिसनली दे आर अल्सो सपोर्टेड, द फ्यामिली इज डुइङ गुड, उसको मम्मीले ड्याडीले, उसको बिजनेस होला, उसको मम्मी ड्याडीले राम्रो पैसा कमाइराख्नु भएको छ, यति राम्रो पैसा कमाइराख्नु भएको छ कि उसलाई सपोर्ट गर्न सक्नुहुन्छ। बाई चान्स ऊ विदेशमा बिरामी पर्यो, विदेशमा केही प्रब्लम आयो भनेपछि उसको मम्मी ड्याडीले ओके ठिक छ तिमी यतिकै बस, काम नगर्दा पनि हुन्छ, वी विल सपोर्ट यु भन्ने त्यो लेभलको सपोर्ट उसले पाउँछ फाइनेन्सियली। र he or she is okay to struggle, he or she
नोज कि यतिसम्म चाहिँ म स्ट्रगल गर्न सक्छु, हो मेरो फाइनेन्सियली म राम्रो छु, स्टेबल छु, मलाई घरकाले पैसा पठाउन सक्छन्, ऊ गर्न सक्छन्, मलाई कि वर्स्ट केस सिनारियोमा मलाई एकदमै गाह्रो चाहिँ हुँदैन र म यतिको स्ट्रगल गर्न सक्छु, यतिको फोकस मैले काममा दिन्छु, यतिको फोकस चाहिँ मैले स्टडीमा दिन्छु, यो सबै कुराहरू उसले एकदमै मेन्टली प्रिपेयर भएर बसेको छ भनेपछि he or she is of type A. Whoever is watching this video know if they fall into type A or not. If you fall into type A, go study abroad. Do your studies in abroad because बाहिर ब्याचलर्स पढ्नुको फाइदाहरू एकदमै छ हैन। म जुन कुरा डिस्कस गरिसकेँ, तपाईँले एक्सपोजर विदेशको छिटै पाउनुहुन्छ, जसले गर्दाखेरि चाहिँ तपाईँलाई फाइदा हुन्छ। सो गो स्टडी अब्रॉड बिकज यु आर फाइनेन्शियली सपोर्टेड, यु आर मेन्टली स्टेबल एज वेल एन्ड यु हेभ फोकस, यु नो व्हाट टु डु। सो विदेश इज फर यु, गो डु योर ब्याचलर्स इन विदेश, वाट एभर कन्ट्री यु चुज, डजन्ट म्याटर। दोस्रो टाइप भनेको चाहिँ मिडल क्लास फ्यामिली। विदेश पठाउनलाई घरकोसँग पैसा छैन, ब्याकअपमा पनि पैसा त्यस्तो छैन, घर बेच्नुपर्छ, जग्गा बेच्नुपर्छ, लोन लिनुपर्छ, त्यो लेभलको फाइनेन्सियल स्टेबिलिटी छैन र स्टुडेन्ट पनि स्योर छैन कि के गर्ने, कसो गर्ने, के पढ्ने भन्ने हैन। उसको मेन फोकस भनेको विदेश जाने हो बिकज सबैजना विदेश गइरहेको छन्। इफ यु फल इन्टु टाइप बी क्याटेगोरी देन तपाईँको लागि बेस्ट अप्सन भनेको चाहिँ ब्याचलर्स नेपालमै गर्नु पर्यो। तर नेपालमा ब्याचलर्स गर्नु पर्यो भन्दैमा त्यति मात्र गर्ने हैन, अब तपाईँले एक्स्ट्रा काम पनि गर्नुपर्छ। पढेर मात्र हुँदैन, ब्याचलर्स गरेर मात्र हुँदैन, तपाईँले एक्स्ट्रा तपाईँले आफ्नो स्किल सिक्नु पर्यो। इफ यु आर इन्जिनियर देन यु माइट स्टार्ट प्रोग्रामिङ अर्ली, यु माइट वान्ट टु मेक प्रोजेक्ट्स हैन, यु वान्ट टु मेक योर पोर्टफोलियो एकदमै राम्रो, र तपाईँले एकदमै एक्स्ट्रा स्किलहरू सिक्नु पर्यो जसले चाहिँ तपाईँलाई मास्टर्समा सजिलो हुन्छ हैन। तपाईँले इफ जर्मनी जाने सोच्नु भएको छ भने तपाईँलाई जर्मन ल्याङ्ग्वेज सिक्नु पर्यो, 4 वर्ष छ तपाईँसँग नेपालमा हैन, यु क्यान बी भेरी गुड इन जर्मन। तपाईँले विदेश इङ्ग्लिस स्पिकिङ कन्ट्री जाने सोच्नु भएको छ भनेपछि तपाईँले इङ्ग्लिस एकदमै राम्रो गर्नु पर्यो, एकदमै राम्रो हुनु पर्यो तपाईँको हैन। तपाईँले त्यो लेभलको प्रिपरेसन गर्नु पर्यो पढ्दै ब्याचलर्स नेपालमा पढ्नु भनेको चाहिँ मास्टर्सको लागि प्रिपरेसन गर्ने हिसाबले पढ्नु पर्यो हैन, खालि पढ्ने हिसाबले मात्र पढेर भएन। सो टाइप बी को लागि चाहिँ यो एउटा राउट हो जसले गर्दाखेरि चाहिँ तपाईँ स्योरिटी पनि आउँछ, तपाईँले इमोसनली पनि मेच्योर हुन्छ, तपाईँको फ्यामिलीको पनि पैसा बच्छ, त्यो सेम टाइममा तपाईँले त्यो पैसालाई पनि युटिलाइज गर्न सक्नुहुन्छ हैन। फ्यामिलीले पनि 4-5 वर्षमा एक्स्ट्रा पैसा सेभ गर्न सक्छ, त्यो पैसा युज गरेर तपाईँले मास्टर्सको लागि जान सक्नुहुन्छ र तपाईँले एकदमै राम्रो करियर बनाउन सक्नुहुन्छ जो ब्याचलर्समा गएको छ त्यो भन्दा पनि, इभन दो यु आर मिडल क्लास, बिकज यु हेभ अल दिस लेभरेज, यु हेभ टाइम, यु हेभ अल दिस एक्स्ट्रा टाइम टु वर्क अन यर स्किल, वर्क अन यर प्रोफाइल हैन, बिल्ड प्रोजेक्ट्स, जसले गर्दाखेरि तपाईँलाई एकदमै सजिलो हुन्छ मास्टर्सको लागि। टाइप सी भनेको चाहिँ अब एकदमै ब्याक धेरै भएको, लामो ग्याप भएको +2 पछि, जो चाहिँ पढाइमा पनि त्यस्तो खासै म यो पढ्छु भन्ने स्योरिटी छैन भनेपछि तपाईँले ब्याचलर्स पढ्नुभन्दा तपाईँले हाउस बिल्डिङ जस्तो कोर्स हुन्छ नि, भोकेसनल ट्रेनिङको जस्तो कोर्स, त्यसमा हुनुहोस् हैन। त्यसमा गर्दाखेरि चाहिँ तपाईँले के फाइदा हुन्छ भन्दाखेरि तपाईँले पढ्दै पैसा पनि कमाउन सक्नुहुन्छ। इफ यु वान्ट इन डिटेल अबाउट हाउस बिल्डिङको लागि कसरी अप्लाई गर्ने जर्मनीमा भनेर तपाईँलाई जान्न छ भने चाहिँ मलाई कमेन्ट गर्नु होला। इफ आई सी द्याट अ लट अफ पिपल वान्ट दिस, आई विल मेक अ स्टेप बाई स्टेप गाइड भिडियो जसले गर्दाखेरि चाहिँ तपाईँले हाउस बिल्डिङमा अप्लाई गर्न सक्नुहुन्छ र यु विल गेट टु नो कि हाउस बिल्डिङमा कसरी आउने हैन। सो इफ यु आर इन टाइप सी क्याटेगोरी जो चाहिँ शी इज नट स्योर अबाउट यर स्टडिज, यु सुड कम फर हाउस बिल्डिङ इन जर्मनी बिकज द्याट विल बी द बेस्ट पाथ फर यु। ओके, सो रोड म्याप दिन्छु म विदेश जानेलाई हैन। विदेश जानेको रोड म्याप के भन्दा तपाईँले मार्कसिटहरू, तपाईँको आफ्नो सबै सर्टिफिकेटहरू कलेक्ट गर्नु पर्यो, रेडी गर्नु पर्यो, तपाईँले कुन कन्ट्री जाने, किन जाने भन्ने कुरा क्लियर गर्नु पर्यो, ऱ्यान्डम एजेन्टलाई फलो गरेर जानु भएन, आफै रिसर्च गर्नु पर्यो युनिभर्सिटी कहाँ पढ्ने के पढ्ने भनेर, र तपाईँले 3-4 वर्षको प्लान गर्नु पर्यो कति पैसा खर्च हुन्छ भनेर है त। यो चाहिँ विदेश जानेहरूलाई। नेपालमै बस्नेले के गर्नुपर्छ, धेरै महँगो कलेजमा पढ्नु भएन हैन, महँगो भन्दैमा राम्रो हुने हैन, एउटा अफोर्डेबल कलेज खोजेर पढ्नु पर्यो ब्याचलर्स आफ्नो। साइड बाई साइड तपाईँले अब आफ्नो इङ्ग्लिस राम्रो गर्ने हो कि, जर्मन राम्रो गर्ने हो कि, फ्रेन्च राम्रो गर्ने हो कि, जापानिज राम्रो गर्ने हो कि, आफ्नो ल्याङ्ग्वेज एउटा एक्स्ट्रा ल्याङ्ग्वेज जुन छ बाहिर गएर पढ्ने, कमान्ड ल्याउनु पर्यो त्यो ल्याङ्ग्वेजमा, आफ्नो एक्स्ट्रा ल्याङ्ग्वेजमा। साइड बाई साइड तपाईँले आफ्नो करियरको लागि प्रोजेक्ट्सहरू बनाउनु पर्यो, आफ्नो पोर्टफोलियो राम्रो बनाउनु पर्यो, जसले गर्दाखेरि चाहिँ तपाईँलाई फर्दर एडमिसन पाउन सजिलो हुन्छ मास्टर्सको लागि। बिकज +2 बाट गएको मान्छेहरूसँग स्किल हुँदैन, जसले गर्दाखेरि चाहिँ तपाईँले लेभरेज पाउनुहुन्छ। तपाईँ ब्याचलर्स गरेर जानुभयो भनेपछि बिकज तपाईँसँग स्किल हुन्छ, तपाईँले साइड बाई साइड एक्स्ट्रा टाइम पाउनु भएको हुन्छ नेपालमा, जो चाहिँ तपाईँले युज गरेर आफ्नो स्किल बेटर गर्नु भएको हुन्छ, र तपाईँले मास्टर्स गर्दाखेरि त्यो ब्याचलर्स विदेशमै गरेको भन्दा पनि तपाईँ अगाडि बढ्न सक्नुहुन्छ। बिकज तपाईँसँग टाइम थियो, जुन टाइम चाहिँ तपाईँले युज गर्नुभयो नेपालमा आफूलाई राम्रो बनाउनलाई, वाइल बाहिर बस्ने मान्छेहरूले चाहिँ त्यो टाइम पाएको हुँदैन होला, बिकज त्यो मान्छेले चाहिँ एक्स्ट्रा पार्ट टाइम काम गरिरहेको हुन्छ, के गरिरहेको हुन्छ, पैसा जोगाड गरिरहेको हुन्छ हैन, त्यो तपाईँले त्यो गर्नु पर्दैन। सो त्यसले गर्दाखेरि चाहिँ त्यो फाइदा तपाईँले लिन सक्नु पर्यो नेपालमा बसेर पढेपछि। बिकज सुजलले पनि त्यही गर्यो, रिमेम्बर सुजलले के गर्यो, नेपालमै ब्याचलर्स पढ्यो, BSc CSIT पढ्यो नेपालमा, उसले आफ्नो प्रोग्रामिङ स्किल एकदमै खतरा बनाइदियो। उसले 5th सेमेस्टरदेखि नै
काम गर्न थाल्यो, इन्टर्नसिप गर्न थाल्यो, आफ्नो प्रोजेक्ट्सहरू बनायो, इङ्ग्लिस स्किल राम्रो गर्यो, इङ्ग्लिसमा प्रेजेन्टेसन दियो आफ्नो ब्याचलर्समा पढ्दाखेरि। त्यसले गर्दाखेरि चाहिँ हि वाज स्योर कि अब म मास्टर्सको लागि रेडी छु, मसँग सबै स्किल छ, मसँग सबै नलेज छ। इन द सेम टाइम आयुष जो अस्ट्रेलिया गएको थियो उसलाई एकदमै स्ट्रेस भयो बिकज उसले कामको प्रेसर पायो, पैसा घरमा पठाउनु पर्ने भयो बिकज यहाँ इन्ट्रेस्ट तिर्नुपर्ने थियो, उसले पढाइमा त्यो खासै फोकस गर्न सकेन। त्यसले गर्दाखेरि चाहिँ ऊ पास त भयो तर उसले पनि कम्प्युटर साइन्स नै पढ्यो, सुजलले पनि कम्प्युटर साइन्स नै पढ्यो। तर कम्प्युटर साइन्स पढिसकेपछि सुजलसँग नलेज बढी थियो होइन, तब रियल टाइम एक्सपिरियन्स धेरै थियो। तर आयुषसँग चाहिँ केही पनि थिएन बिकज उसले पढ्यो मात्र, उसले साइड बाई साइड डेलिभरीको काम गरिरहेको थियो, घरमा पैसा पठाउनु थियो। त्यसले गर्दाखेरि चाहिँ उसले स्ट्रेसमा बाँच्यो उसले होइन। हो उसले इन्टरनेसनल एक्सपिरियन्स छिटै पायो तर सुजलले पनि यहाँ आफ्नो स्किल राम्रो बनायो, करियरमा उसलाई इभेन्चुली मास्टर्स गएपछि सजिलो हुन्छ र सुजल र आयुष चाहिँ उही लेभलमा पुग्न सक्छन् मास्टर्स पढ्दाखेरि। सो दिस इज एक्ज्याक्टली व्हाट आई वान्टेड टु डिलिभर इन दिस भिडियो। ब्याचलर्स पढ्न जाँदा पनि राम्रो, नजाँदा पनि राम्रो, तर इट हेज टु बी डिफाइन कि को जाने र को नजाने। अहिलेसम्म तपाईँले बुझिसक्नु भयो कि तपाईँको लागि जाँदा ठिक हुन्छ कि नजाँदा ठिक हुन्छ बिकज यु नो तपाईँ कुन क्याटेगोरीमा पर्नुहुन्छ होइन, ए बी या सी। तपाईँ अझै एकचोटि भिडियो हेर्नुहोस् इफ यु आर नट स्योर अबाउट इट। त्यसपछि तपाईँ स्योर हुनुहुन्छ र यो फलो गर्नु र ट्रस्ट मी यु विल हेभ अ ग्रेट फ्युचर अहेड। बाई बाई।